कौन है ये लोग? कहां से आते हैं? The charisma is statement. हेलो गाइस, तो कैसे हो आप लोग हैन त? अनि आज चाहिँ फेरि पनि आइसकेको छु, ब्लग धमाधर आइरहेको छ है हाम्रो चाहिँ। अनि आजको ब्लग चाहिँ के भन्दा फेरि मस्त हाम्रो साथीहरुसँग नाइट स्टे गर्ने भनेर चाहिँ ब्लग गराउने छौँ। अनि यो हातमा चाहिँ के लिएर हिँड्रा होला भन्ने सोच आइरा होला हजुरको माइन्डमा। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। यो मालिस गर्दा हजुरलाई कस्तो फिल भइरहेको छ? एकदम राम्रो। गाइस अब चाहिँ हामीले नाको भाइरल अङ्गसँग च्वासै पारेर अनि सुन्नु न गाइस, अब साथीहरु चाहिँ मस्त अघि तपाईले देखि नै हाल्नुभयो, उहाँले मालिस पाउनु भयो। अनि त्यसपछि हाम्रो साथीहरु मस्त बनाउँदैछ, हामी चाहिँ एकदम काम गर्न कामचोरहरु हो हैन त। हामी चाहिँ अनि मस्त खान्छ न यताबाट हिँड्ने गाडी हाल्ला के अरे स्न्यापच्याट गरी। अनि त्यसपछि चाहिँ उहाँहरूले काम गर्दै हुनुहुन्छ अनि हामी चाहिँ कामचोरहरु हैन मस्त अब चटपटीको बानामा मस्त हिँड्दा म त हेर्नु गाइस यति धेरै खाना चप 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 सब गफ हो गाइस, यो सब गफ हो। लुगा भने सम्म धोएर आएको हैन मैले धोइदिएको लुगा ड्रेस पठाइदिनु गाइस, आपको के विश्वास हो रहा है इसके गफ सुन के? यिनीहरूले हैन मैले यिनीहरूले अघि नै मलाई यस्तरी लुगा धोहा नि सबले आफ्नो लुगा धोहा मलाई। गाइस विदाउट वेस्टिङ द टाइम, अरे कौन भौंक रहा है ये बदतमीज? आप पे काम चल रहा है और ये निकलो बाहर निकालो। हैन अनि हामी चाहिँ जाँदैछौँ चटपटी लिन, वहाँ गएर मस्त हजुरहरूलाई देखाउने छौँ है मलाई त। यस्तरी पिटे हानी गाइस आँखा गाला इसकी बकवास बातें को छोड़कर हम लोग जाते हैं चटपटे लेने, ठीक है गाइस? उधर मैं बोल नहीं सकी तो देख लीजिए। ओए मेरा सब्सक्राइबर हिंदी है ना, इसलिए मैं बोल रही हूँ इक्वेलिटी होना चाहिए ना, एकता का भावना होना चाहिए, बुझी? इक्वेलिटी भनेको समानता। See you on room, okay, bye. Bye bye. गाइज लेट मी इन्ट्रोड्युस दिस। यो चाहिँ एकदमै भाइरल, नेपालगञ्जको भाइरल चटपटे पसल। अनि त्यसपछि हामी जस्तो चटपटे लभरहरूले चाहिँ एकचोटि भिजिट चाहिँ गर्नु होला है त। एन्ड कन्टिन्यू द भिडियो। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अनि दिनभरिको मस्तीहरू गरेर रमाइलो गरेर अनि फाइनली हामी चाहिँ मस्त अब खाना रेडी भइसकेको छौँ र खाना खाँदैछौँ मस्त गफहरू गर्दै। अनि त्यसपछि कपिराइट लाग्छ नि त गाइजहरू, त्यही भएर चाहिँ साउन्डहरू चाहिँ अलिअलि क्लिपहरू चाहिँ सुनाएको छु हजुरलाई। अनि सबै चाहिँ एभाइलेबल हुन सक्दैन किनभने कपिराइट लाग्छ हेर्नु गाइज, कपिराइट लाग्नु पीडा कति हुन्छ। अनि मस्तले हामीले चाहिँ खानामै ध्यान छ कि गाइस, सबैलाई खानामै ध्यान छ। अनि वी आर इन्जोइङ द डिलिसियस डिस जो चाहिँ बनाउने मान्छे हुनुहुन्छ पूर्णिमाजी। अनि हामी चाहिँ मस्त खाँदैछौँ। हामी चाहिँ कामचोर अघि पनि भनिहालेँ, हामी चाहिँ खाने मात्रै हो गाइस, मस्ती गर्ने खाना पकाउने हाम्रो साथीहरू मस्त छन्। अनि दिस इज द लास्ट डे जो चाहिँ हामी टुगेदर भएर बसेको छौँ। दिस इज द लास्ट डे बट नट द एन्ड है त। हजुरहरूलाई एकदम रमाइलो भइरहेको होला। होप यु गाइज इन्जोय इट भन्दै। एन्ड थ्याङ्क यू फर वाचिङ अगेन एन्ड अगेन एन्ड इन्जोय द भाइरल नेपालगञ्ज फ्लावर।